चीन सिचाङ विकास मञ्चका श्रृङ्खला कार्यक्रमहरू अक्टोबर 27 देखि 30 तारिकसम्म सिचाङ अर्थात् तिब्बतको लिन्चीमा आयोजना भएका छन्। यस मञ्चमा जम्मा गरी 400 भन्दा बढी चिनिया र अन्तर्राष्ट्रिय अतिथि सहभागी भएका छन्, जसमध्ये विश्वका 44 मुलुकका 100 भन्दा बढी अन्तर्राष्ट्रिय अतिथिहरू रहेका छन्। चीन सिचाङ विकास मञ्च सन् 2006 देखि सुरु भएको हो र हालसम्म विश्वमा 7 पटक सफलतापूर्वक आयोजना गरिसकेको छ। यस पटकको मञ्चको मुख्य विषयवस्तु सुन्दर सिचाङको भेट हिमाली क्षेत्रमा नयाँ अध्यायको लेखन रहेको छ। यस पटकको श्रृङ्खला कार्यक्रमहरूमा उद्घाटन समारोह, मुख्य फोरम र 3 वटा विशेष फोरमहरू रहेका छन्। विशेष फोरमका मुख्य विषयहरू स्थानअनुसार उच्च भूमि विशेषतायुक्त उद्योगको विकास, विश्वको छत हरियो घरको संरक्षण र उच्च भूमिमा युवाको सङ्घर्ष र जिम्मेवारी रहेका छन्। बितेका वर्षहरूमा सिचाङका विविध क्षेत्रमा व्यापक प्रगति र ऐतिहासिक उपलब्धिहरू हासिल भएका छन्। यस फोरमले सिचाङको दीर्घकालीन शान्ति र उच्च गुणस्तरीय विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ। सिचाङको विकासप्रति नेपाली युवाको के कस्तो बुझाइ छ? अब हेरौँ सिचाङको भ्रमण गरेकी नेपाली युवती उपमा पौडेलको अनुभव। सिचाङ आफैमा चाहिँ एकदम डाइभर्स खाले ल्यान्ड हो जस्तो लाग्छ मलाई चाहिँ। यो चाहिँ यस्तो युनिक इन्फ्रास्ट्रक्चर भएको यस्तो ठाउँमा पनि यस्तो विकसित ठाउँ भने जस्तो हामीलाई लाग्छ, तर हिस्टोरिकलीदेखि अहिलेसम्म चाहिँ यो एकदमै युनिक हो। हामी गुग भन्ने ठाउँमा पनि गयौँ, त्यहाँ गएर त्यहाँको गुफाहरूमा कसरी चाहिँ पहिला मान्छेहरू बसाइ गर्नुहुन्थ्यो, कसरी उहाँको डेली लाइफ चाहिँ चल्थ्यो भनेर त्यो पनि कुरा हामीले अवलोकन गर्ने मौका पायौँ। त्यहाँदेखि लिएर यहीँ पनि हामीले मेरै एजको सम्म पनि मैले साथीहरू चाहिँ भनौँ न भेटेको थिएँ। मलाई चाहिँ म आफै एकदमै अचम्मित भएँ। पहिलो कुरा त कि यस्तो ठाउँमा कसरी यस्तो हुनसक्छ भनेर, तर यो चाहिँ ग्रेजुअली भएको कुरा हो, जुन चाहिँ हामीले आफै पनि हाम्रो जेनेरेसनले चाहिँ आफै पनि प्रेरणा लिनु मिल्ने खाले ठाउँ हो यो आफैमा। त्यही भएर म चाहिँ आफूलाई पहिला चाहिँ एकदमै भाग्यशाली ठान्छु। यति कम उमेरमा चाहिँ मैले यति धेरै यो ठाउँमा अवलोकन गर्न पाएँ। मैले बुढा एकदमै 88 वर्षको बुढा महिलासँग पनि कुरा गरेँ, त्यसपछि आफ्नै उमेरको महिलासँग पनि कुरा गरेँ हैन, आफ्नै उमेरको केटी भन्नुपर्छ, उहाँसँग नि कुरा गरेँ। मलाई एकदमै डिफ्रेन्ट महसुस भयो भनौँ न, किनभने उहाँको एक्सपिरियन्स, उहाँले भन्नुभयो अहिले उहाँले कति धेरै सुविधाहरू पाइराख्नु भएको छ, अहिले कति धेरै पर्यटकहरू आइराख्नु भएको छ, कति माया दिइराख्नु भएको छ सिचाङलाई भनेर। अनि त्यसै गरी मेरै उमेरको मान्छेहरूले पनि हुन्छ नि यहाँ आउने अनि धेरै प्रोग्राम्सहरू गर्ने, उहाँहरू चाहिँ खास गरी समर भ्याकेसनको लागि आउनुभएको रहेछ। अहिले पनि उहाँको एकदमै बिजी स्केड्युल छ भन्नुभएको थियो। सो मलाई चाहिँ एकदमै युनिक लाग्यो ओभरअल। सिचाङ मैले आफै भने कि यो एकदमै युनिक ठाउँ हो, जुन चाहिँ मलाई त अहिलेसम्म पनि अचम्म लागिरहेको छ कि म कसरी त्यत्रो हाइटमा गएँ हैन। अनि त्यो हाइट पनि हाम्रो मुस्ताङ बराबरको, त्यसमाथि यहाँ यति धेरै सबै कुराको सुविधाहरू छन्, सबै कुरा फलिरहेकै छ, ग्रिन हाउसमा पनि फलिरहेकै छ, त्यो कुरा बेचि नै राख्नु भएको छ हैन, जनताहरूले स्टिल रोजगार पाइ नै राख्नु भएको छ। यस्तो अचम्म भएँ म, त्यहाँ गएर मैले एकदमै धेरै इन्जोय गरेँ। मैले जस्तो एक्सपेक्ट गरेको थिएँ त्यो भन्दा त पक्कै पनि राम्रो अनुभव भयो मेरो। म चाहिँ लासा करिब 7 दिनसम्म घुमेँ होला। हिजोको 3 दिन जोडेर त 10-15 दिन, 10-11 दिन भनौँ, 10-11 दिन भयो। लासा जुन चाहिँ टिबेटको मुख्य ठाउँ हो, यो चाहिँ एकदमै म साँच्चै नै अचम्मित भएँ। यस्तो ठुल्ठुलो मलहरू, यति धेरै मान्छेहरू, सबैजना बिजी, एकदमै लाइफ एकदमै गोइङ छ के। त्यो हेरी चाहिँ हाम्रो जेनेरेसनले चाहिँ के सिक्नुपर्छ अहिले भन्दाखेरि चाहिँ हामी कसरी एकदम फास्ट जेनेरेसनमा गइरहेका छौँ। हामी एकदम फास्ट हुनुपर्छ, अन टाइम ठ्याक्कै 9 बजे भनेपछि 9 नै बजे हामी जसरी लबीमा आयौँ त्यसरी नै गर्नुपर्छ। विकास भनेको चाहिँ त्यसरी नै सुरुवात हुने रहेछ। सो अहिले चाहिँ हामीले सुरु गऱ्यौँ भने चाहिँ बल्ल हाम्रो अहिलेको अगाडि आउने जेनेरेसनले पनि बुझ्दै जान्छ। सो म चाहिँ पहिला त्यो भन्न चाहन्छु कि पहिलो कुरा चाहिँ टाइम म्यानेजमेन्ट।
त्यो एकदमै इम्पोर्टेन्ट छ, जुन कुरा चाहिँ म उताको साथीहरूलाई पनि भन्न चाहन्छु। त्यसै लगायत अब भौगोलिक हिसाबमा कुरा गर्ने हो भने चाहिँ कैलाश भयो। कैलाश एकदमै त्यो त एकदमै सुरियल एक्सपिरियन्स हो जस्तो लाग्छ मलाई चाहिँ। त्यहाँ जाँदाखेरि हजुरलाई जस्तो फिल हुन्छ त्यो चाहिँ मैले भनेर कहिले पनि हजुरले महसुस गर्न पाउनुहुन्न। हजुर त्यहाँ पुग्नु नै पर्ने ठाउँ हो। त्यहाँ एकदमै कल्चरली जुन त्यो रिच फिलिङ छ, त्यहाँ जाने बित्तिकै त्यो टिपिकल खाना त्यहाँको, अनि रहन सहन त्यहाँ सबै एकदमै अमेजिङ नै छ। त्यहाँको कैलाशको ठ्याक्कै काखमा सुत्दाखेरि त मलाई एकदमै म एकदमै भाग्यशाली भएको जस्तो महसुस भइरहेको थियो। त्यसै गरी मानसरोवर गयौँ हामी। मानसरोवर पनि हेर्दाखेरि एकदमै लाइभली छालहरू बगिरहेको छ। त्यहाँ गएर हामी त्यस्तो सुटिङ गऱ्यौँ, मलाई एकदमै अचम्म लाग्यो। त्यसको ठ्याक्कै पारी चाहिँ हामीले राक्षस ताल पनि अवलोकन गर्न पायौँ। राक्षस ताल र मानसरोवर ताल चाहिँ अलिकति फरक भिन्न पक्कै पनि थियो। राक्षस ताल चाहिँ एकदम शान्त किसिमको, एकदमै काहीँ पनि हल्लीचल्ली छैन, एकदमै त्यो जस गएर एकचोटि अवलोकन गर्ने ठाउँ चाहिँ सबै थियो। आली पनि त्यत्रो हाइटमा भएको, करिबन 5200 मिटर हाइटमा थियो जस्तो लाग्छ मलाई। हो, त्यस्तै हाइटमा थियो जस्तो लाग्छ मलाई। त्यस्तो ठाउँमा म जान सक्छु भन्ने मलाई आफै लागेको थिएन। त्यहाँ जाँदाखेरि त सबै कुराको सुविधा, एयरपोर्टदेखि लिएर त्यहाँ फ्लाइटहरूदेखि लिएर हरेक ठाउँमा बजारहरू, उहाँको टिपिकल एथनिक वेयरहरू लगाइराख्नु भएको छ। हरेक रेस्टुरेन्टमा जाँदाखेरि त्यो मलाई एकदमै राम्रो लाग्यो। जसरी उहाँहरूले आफ्नो कल्चर प्रमोट गरिराख्नु भएको छ त्यो चाहिँ मलाई असाध्यै मन पर्यो, जुन चाहिँ हाम्रो देशले पनि, हाम्रो युवाहरूले पनि सिक्नुपर्ने कुरा हो। एक त चाइनाको हरेक ठाउँमा एकदमै धेरै सफा देख्न सकिन्छ हामीले, होइन? त्यही पनि यस्तो ठाउँमा, यस्तै हिमाल पहाड जतासुकै मैले देख्न सकिरहेको ठाउँमा चाहिँ कहीँ पनि केही पनि फोहोर छैन। बाहिर जाँदाखेरि पनि डस्टबिनहरू ठाउँमा राखिएको छ। अनि मैले एउटा एकदमै नोटिस गरेको कुरा चाहिँ के भन्दाखेरि यहाँ चाहिँ बिरुवाहरू रोप्नु भएको छ, जुनमा चाहिँ यो रातो चिन्ह लगाइएको छ। अब त्यो चाहिँ मलाई, मेरो अजम्पसन अनुसार चाहिँ त्यो बिरुवा चाहिँ कतिसम्म बढ्यो अनि कति चाहिँ हामीले अझै रोप्नुपर्ने हुन्छ भन्ने थाहा पाउनको लागि हो भन्ने जस्तो लाग्छ। जतासुकै म हुम्लाको बोर्डरसम्म पुगेँ, म कैलाशसम्म पनि पुगेँ, होइन? त्यहाँ सबैभरिमा चाहिँ हरियाली नै देखिन्छ। त्यसले गर्दा पनि होला हामीलाई त्यस्तो सास फेर्न गाह्रो भएको महसुस भएन। एकदमै फ्यामिलियर इन्भाइरोमेन्ट जस्तो लाग्यो। कहीँ पनि फोहोर थिएन। हामीले जुन ठाउँमा फोहोर टिप्न गइरहेका थियौँ त्यो चाहिँ अलिकति काँडा भएको ठाउँ थियो, त्यसैले चाहिँ त्यहाँ अलि धेरै फोहोर जमेको थियो। त्यो पनि मान्छेहरूले, त्यहाँ लोकल बासिन्दाहरू जो हुनुहुन्थ्यो उहाँहरूले स्टिल सफा नै गरिराख्नु भएको थियो, आफ्नो बेस्ट दिइराख्नु भएको थियो। त्यसको मतलब यो हो कि उहाँहरूलाई चाहिँ आफ्नो वातावरणलाई कसरी अझै राम्रो बनाउने, कसरी यो जुन अहिले एकदमै ग्लोबलै इस्यु हो, जुन चाहिँ ग्लोबल वार्मिङ, त्यसलाई कसरी चाहिँ हामीले कम गर्न मद्दत गर्न सक्छौँ भनेर यो सबैको बारेमा चाहिँ उहाँहरू कति गहन तरिकाले सोच्नुहुन्छ भन्ने चाहिँ हामीले थाहा पायौँ। जुन चाहिँ हामी, जुन नेपालीहरूले चाहिँ, हाम्रो युथहरूले चाहिँ एकदमै बुझ्नुपर्ने, सिक्नुपर्ने कुरा हो।